यदि तपाई +2 अथवा एससीई मात्र गरेर जबको खोजीमा हुनुहुन्छ भने तपाईहरु सही भिडियोमा आउनुभएको छ। सो हेलो एभ्रीवन, वेलकम ब्याक टु माय युट्युब च्यानल। सो साथीहरु, सधैँ आज पनि म तपाईहरुको लागि एउटा नयाँ भिडियो लिएर आइसकेको छु। साथीहरु, आज पनि म प्रेस काउन्सिल नेपालको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन सम्बन्धी कुरा गर्न गएको छु र यो चाहिँ भर्खरै मात्र 2081 साल 12 महिना 8 गते आजको दिन प्रकाशन भएको सूचना हो। र साथीहरु, आजको दिन चाहिँ धेरैवटा भ्याकेन्सीहरु खुलिसकेको छ। कर्मचारी सञ्चय कोषमा पनि खुलेको छ र निक्षेप तथा कर्जा सुरक्षा कोषले पनि धेरैवटा भ्याकेन्सी खुलाएको छ, जुन चाहिँ मेरो फेसबुक पेजमा मैले अलरेडी अपलोड गरिसकेको छु। त्यहाँ गएर पढ्न सक्नुहुन्छ। मेरो फेसबुक पेजको लिंक चाहिँ यसै भिडियोको डिस्क्रिप्सनमा छ, गएर लाइक गर्न सक्नुहुन्छ। सो ब्याक टु द भिडियो साथीहरु, यहाँ के भनेको छ भने लोक सेवा आयोगबाट सहमति प्राप्त भए अनुसार यस काउन्सिलमा रिक्त रहेको देखाएका पद स्थायी पद पूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका उम्मेदवारहरूबाट दरखास्त आह्वान गरिन्छ भनेको छ र दरखास्त फारमको निर्दिष्ट स्थानमा हालसालै खिचेको पासपोर्ट साइजको फोटो टाँस गरी दरखास्त साथ आफूले प्राप्त गरेको शैक्षिक योग्यता, तालिम, अनुभव र नेपाली नागरिकताको प्रमाणपत्रहरूको प्रतिलिपि एक प्रति तयार गरी उम्मेदवार आफैले प्रमाणित गरी यस प्रेस काउन्सिल नेपालमा चाहिँ बुझाउनु पर्नेछ। तपाईहरुले चाहिँ फिजिकली फर्म भर्नुपर्ने हुँदै रहेछ। फर्म चाहिँ डाउनलोड गरेर त्यसमा तपाईहरुले भने अनुसारको फोटोहरु टाँसेर आफ्नो शैक्षिक योग्यताहरु राखेर चाहिँ प्रेस काउन्सिलमा गएर बुझाउनु पर्ने रहेछ र त्यसबापत चाहिँ परीक्षा दस्तुर चाहिँ ग्लोबल आइएमई बैंक सिना मंगल शाखामा रहेको यहाँ खाता नम्बर रहेको छ, भिडियो पज गरेर टिप्नु होला। यो खाता नम्बरमा चाहिँ जम्मा गरेको भोचर पनि त्यही दरखास्त साथ लानुपर्ने हुन्छ तपाईहरुले। सो के गर्नुस् भने फर्म भर्नुस्, फर्म भरेपछि बैंकमा गएर पैसा तिर्नुस्, पैसा तिरेको एक स्लिप तपाईलाई दिन्छ, त्यो स्लिप पनि त्यही राखेर चाहिँ दरखास्त बुझाउन प्रेस काउन्सिलमा जानु होला। र दरखास्त दिने अन्तिम मितिको पछिको 7 दिनसम्ममा चाहिँ तपाईहरुले दुब्बर दस्तुर तिरेर पनि फर्म भर्न सक्नुहुन्छ र दरखास्त बुझाउने अन्तिम दिन बिदा पर्न गएमा त्यसको अर्को दिन चाहिँ दरखास्त बुझाउन सक्नुहुन्छ र लिखित परीक्षा चाहिँ लोक सेवा आयोगबाट सञ्चालन हुन्छ। र साथीहरु, अब भने हामी हेरौं कुन पदमा कति संख्यामा माग गरेको छ। सो क्रम संख्या 1 मा रहेको छ सहायक स्तर 5औं तह, यो चाहिँ मधेसी कोटाको लागि रहेको छ, 1 जना माग गरेको छ र यसको लागि शैक्षिक योग्यता भनेको चाहिँ मान्यता प्राप्त शिक्षण संस्थाबाट चाहिँ तपाईहरु प्रमाणपत्र सोच र भनेको +2 सोच र उत्तीर्ण गरी माध्यमिक शिक्षा परीक्षा कक्षा 11-12 का प्रत्येक विषयमा सैद्धान्तिक र प्रयोगात्मक विषयमा चाहिँ न्यूनतम D+ ल्याएर जीपीए 1.6 चाहिँ हुनुपर्छ। तपाईहरुको समग्र जीपीए चाहिँ 1.6 हुनुपर्छ +2 मा। त्यसैगरी 2 नम्बरमा रहेको छ सहायक स्तर 14, यो सबैजनाले भर्न मिल्छ, खुल्ला, 1 जना माग गरेको छ। यसको लागि चाहिँ मान्यता प्राप्त शिक्षण संस्थाबाट तपाईहरुले एससीई र कम्तिमा जीपीए 2 प्राप्त गरी उत्तीर्ण गरेर एसएलसी वा सोसर चाहिँ उत्तीर्ण भएको हुनुपर्ने रहेछ। त्यसैगरी साथीहरु, विज्ञापन सम्बन्धी अन्य जानकारी लियौं। परीक्षाको किसिम भनेको चाहिँ लिखित सूचना प्रविधि सिप परीक्षण भनेको चाहिँ कम्प्युटर परीक्षण, त्यसैगरी अन्तर्वार्ता हुने रहेछ र परीक्षा केन्द्र भनेको चाहिँ लोक सेवा आयोगबाट परीक्षा कार्यक्रम प्राप्त भएपछि लोक सेवा आयोग वा प्रेस काउन्सिल नेपाल र गोरखापत्र दैनिकमा सूचना प्रकाशनपछि जानकारी गराइने रहेछ। र दरखास्त बुझाउने स्थान भनेको प्रेस काउन्सिल नेपालको कार्यालय सञ्चारग्राम तिलगंगा काठमाडौँमा रहेछ र गुगल म्यापमा पनि खोज्न सक्नुहुन्छ तपाईहरुले। र संलग्न गर्नुपर्ने कागजातहरु भनेको चाहिँ उम्मेदवारले शैक्षिक योग्यताको फोटोकपी र नागरिकताको प्रमाणपत्रहरूको प्रतिलिपि चाहिँ बुझाउनु पर्ने हुन्छ। त्यसैगरी दरखास्त दिने अन्तिम मिति भनेको चाहिँ तपाईहरुले 2081 साल 12 महिना 28 गतेसम्म दुब्बर दस्तुर तिरेर चाहिँ वैशाखको 4 गतेसम्म तपाईहरुले फर्म भरिसक्नु पर्ने हुन्छ। र उम्मेदवारको उमेरको हद भनेको चाहिँ 18 वर्ष पूरा भई तपाईहरु पुरुषको हकमा 35 वर्ष ननाएको र महिलाको हकमा चाहिँ 40 वर्ष ननाएको हुनुपर्ने छ। र पदमा रही गर्नुपर्ने काम भनेको चाहिँ काउन्सिलको व्यवस्था अनुसार गर्नुपर्छ र तलब भत्ता भनेको काउन्सिलको नियम अनुसार। त्यसैगरी परीक्षा दस्तुर भनेको सहायक 5औं को लागि सहायक स्तर 5औं को लागि 700 रुपैयाँ र सहायक स्तर 4थो को लागि 500 रुपैयाँ बुझाउनु पर्ने हुन्छ। र सम्पर्क मिति भनेको चाहिँ लोक सेवा आयोगले पछि प्रकाशन गर्नेछ। र द्रव्यष्ठ भनेको छ तपाईहरुले यो द्रव्यष्ठ चाहिँ राम्रोसँग पढ्नु होला। र अन्तिममा के भनेको छ भने यसको लागि चाहिँ पाठ्यक्रम र दरखास्त फारम चाहिँ काउन्सिलको वेबसाइट www.presuncilenepal.gov.np यो लिंक चाहिँ म यसै भिडियोको डिस्क्रिप्सनमा पनि राखिदिन्छु। त्यहाँबाट तपाईहरुले चाहिँ दरखास्त अनि त्यसैगरी सिलेबसहरु डाउनलोड गर्नुपर्ने हुन्छ। सो अन्य कुराहरु चाहिँ तपाईहरुले नबुझेको कुराहरु हाम्रो कमेन्ट बक्समा गएर कमेन्ट गर्नु होला। त्यसैगरी भिडियो राम्रो लागेमा यो च्यानललाई यस्तै अन्य अपडेट जब अपडेटको लागि चाहिँ अहिले नै सब्स्क्राइब गर्न नभुल्नु होला। सो थ्यांक यू एभ्रीवन।